नपुगेर फुटबल खेल्न गएको त्यही पनि खुट्टा दुखेर राति मर्नु भयो। अहिले फेरि दिउँसोतिर घाम लागेर यति गर्मी छ कि के भने यसो दसैँ के लाग्छ भनेर यता घुम्न गएको मात्र। दसैँ त यो भतुवालाई पो लागेर रहेछ। हेर त दुईटा तास लुकाएर यसरी खेल्दो रहेछ भतुवा डेन्जर। तास खेलाई हेरेर मात्र बसिया थियो। एउटा भतुवाले फोन गरेर यहाँनिर फुटबल खेल्न आउनु पर्यो किन बोलाएको भने त टिम नपुगेर पो बोलाएर रहेछ। अहिले त खुट्टा खेल्न त सजिलो हुन्छ भनेर बसिया थिए तर होइन रहेछ। यो भतुवाले फेरि कुन चाहिँ एउटाको भुटे टपकाएर लिएर आएछ त्यही पनि दादा भनिरहेछ। अन्नै भइसक्यो फुटबलमा खुट्टा नटेके पनि फुटबल देखेर त आनन्द त भयो तर खेल्न सकेला कि नसकेला भने धन्न किपर बसेर खेल्दैछ। अनि यति गर्मी कि म बसेको ठाउँमा त यहाँनिर त छाया पनि नआउने गर्मीले मर्नु भइसक्यो किपर बसेको छ। त्यत्रो महिना भइसक्यो खुट्टा दुखे अझ पनि राम्रोसरी बिसो भएकै छैन। म त ठिक छ यत्रो पछि बल खेले यो त दिनकै खेल्दा पनि यो त छायामा जाएर खेल्छ। गएर अगाडि गएर बल हान भन्दा नि खाली खुट्टा बल खेले 2-3 चोटि अगाडि बढाएर लगाए ठिक खुट्टा पोलेर बाप्पा। यसले फेरि क्रसबार हान्छु भनेर फुर्ती गरेर नलगाउनु फेरि अर्को एउटा आइपुग्यो। यसले चाहिँ फुर्ती गरेर नाङ्गै जान्छु भन्छ लागेन। ल हेरौँ त भने त ल गोल हान भने अब यसलाई क्रस बारमा हान भने मेरो त लास्टै बलले छ भनेर बलले पो हान्न खोज्यो खतम रहेछ मान्छे।